आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछु। भक्तपुरमा अहिले नजिकै गरेको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वको विश्व प्रसिद्ध ऐतिहासिक बिस्का जात्राका लागि रथ निर्माण भइरहेको छ। यो चाहिँ भैरवनाथको रथ हो। नयाँ वर्षको आगमनसँगै प्रत्येक वर्ष भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्का जात्रा यस वर्ष चैत्र 27 गतेदेखि सुरु हुनेछ। भक्तपुरमा 1500 वर्षभन्दा पुरानो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक बिस्का जात्राका लागि भैरवनाथ तथा भद्रकालीको रथ निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। भक्तपुरको तौमडी स्थित नेतापोला मन्दिर अगाडि करिब 35 फिट अग्लो काठै काठले प्यागोडा शैलीको 3 तले भैरवनाथको रथ निर्माण गरिन्छ। रथमा काठबाट बनेको रथका सबै भागहरू चुकुलले जोडेर तयार पारिन्छ। आदरणीय दर्शक महानुभावहरू, अहिले हजुरहरू हेर्दै हुनुहुन्छ नव वर्षको आगमनसँगै भक्तपुरमा मनाइने ऐतिहासिक बिस्का जात्रा पर्वको लागि निर्माण भइरहेको भैरवनाथको रथका केही सुन्दर दृश्यहरू। बिस्का जात्राको मुख्य आकर्षणको रूपमा रहेको भैरवनाथको रथ काठै काठले 3 तले प्यागोडा शैलीमा निर्माण गरिन्छ भने भद्रकाली देवीको रथ 2 तले प्यागोडा शैलीमा निर्माण गरिन्छ।